आज चाहिँ हामी सो घुम्नलाई आएको थियो। सो हाम्रो मौसम हुन्छ यता ह्यान्डसम छ है यो मान्छे अनि मलाई चाहिँ एकदम घुम्नु मन लाग्यो। सो त्यसैले आज चाहिँ 57 काठमाडौँको सबभन्दा टप माथि देखिन्छ होइन। अनि यता बाटो बिर्सेछु मैले अलिकति। सो जानुपर्ने चाहिँ यता थियो। अनि के छ मेरा भाइ बहिनीहरू, प्यारा प्यारा भाइ बहिनीहरू, मान्छे त्यस्तै छ होइन, कलर कलर अलिक टेन्सन त छैन। ए मौसम मेरो चुट्टे खुसी चिप्लो भयो क्या हामी चाहिँ अब हेर्नु आफै त चिप्लिनु भएछ। के गर्नु चिप्लो भएर यो सल्लाहघारीमा आउनु पनि बेलुका, तर एक्लै एक्लै आउनु चाहिँ अलिकति मनले नमान्दो रहेछ होइन। बेकार छ अलिकति साथमा यस्तो खोइ राम्रो राम्रो चिटिक्क परेको एउटा सुन्दरनी भन्नाले अब बाँदरनी भन्नु होइन, सुन्दरनी भन्नाले एउटा केटी भन्न खोजेको। राम्रो एउटा आफ्नो जीवनसँग आउनु भयो यस्तो ठाउँमा। मनका कुराहरू खोल्नु पर्थ्यो छैन यसपालि। अब फेरि यो ठाउँदेखि अर्को ठाउँ जाँदैछु गाइस होइन, अर्को ठाउँ जाँदैछु। सो घुम्नुलाई एकदमै मनपर्छ तर कहिलेकाहीँ फुर्सद मिल्दैन, त्यही भएको कारणले पनि हो होइन, घुम्नु नपाएको कारणले। सो आज चाहिँ फ्री भनौँ न, त्यही भएर आज छुट्टी लिएर यसो घुमघाम गर्न आएको थियो 57 पहिलोचोटि आएकोमा चाहिँ होइन। र उहाँहरू चाहिँ पहिला पनि आउनुभएको रहेछ हो। हो कस्तो थियो पहिला? यस्तै थियो? यस्तै थियो पहिला नि होइन। म आएको लगभग अस्ति एकचोटि, पोहोर एकचोटि, जम्मा पनि खासै धेर त छैन, 2 चोटि भयो भनौँ न। 2 चोटि ठिकै छ, 2 चोटि आए पनि। एक्लै आएको कि कोही साथीहरू लिएर आएको? अस्ति आएको थियो साथीहरू लिएर। हजुर। तर त्यो सरलाई कतिको फिलिङ्स आयो, सरलाई कतिको फिलिङ्स आयो भने भन्नु न। अलिक इन्टरभ्यूको लागि हो कि तपाईँ लाज नमान्नु। कतिको फिलिङ्स आयो हाँसेको हेर न भन्दाखेरि होइन खासै साथ नै लिएर आएपछि हल्का त केही हल्का चाहिँ मनमा चाहिँ केही हुने रहेछ भनौँ न। के धेरै कुराहरू सेयर भयो, अँ, मनको साथी हो होइन, धेरै कुरा सेयर अब भयो जस्तो तर- लाग्यो मलाई। यता हाम्रो मौसम सर्को होइन, यो चाहिँ हाम्रो सबैभन्दा मेन मन्दिर हुनुहुन्छ, मन्दिर हो भगवान्। आज त नि जब परेको सुली मात्र छ त हौ। हुकुम होइन, हल्का हल्का भित्रै चिनाउँदा मलाई यसो घन्टी सन्टी बजाइदिएको। यो सानो मन्दिर ढोकभेट गऱ्यो हामीले, ढोकसोक गऱ्यो होइन, ढोके मनको इच्छा चाहना के छ त्यो कुराहरू पनि अब मनमा आएर छ, भन्नु हुँदैन अहिले नै, पछि भन्नुपर्छ। कोही छ कि मेरो जोडी हुनेवाला भनेर के भन्नु त्यस्तो चाहिँ। तर यस्तो होइन, म भन्छु कि अब हाम्रो जोडी चाहिँ कहाँ छ कहाँ छैन त्यो चाहिँ भन्नु सक्दैन। छ यो पृथ्वीमा छ, झरेको छ कुनै ठाउँमा, तर भेटेको त छैन भनौँ न, होला पर्खिबस्यो होला। हाम्रो त छैन ताकि यस्तो ठुलो ठुलो खप्पर भएको मान्छेको के नहोला हुन्छ नि होइन। मेरो जस्तो सानो भएको अब हटाउँदैन, सानो सानो छोटी डल्ली कता छ, अग्ली हो कि मोटी हो कि डुब्ली हो कि अग्ली त मेरो निधारमा गर्दैन जस्तो। प्रहरी सुरक्षा पोस्ट देखिन्छ, त कति दाम काठमाडौँ घिच्दा अलिकति किन बादल जस्तो लागेर चाहिँ अलिकति खासै राम्रो चाहिँ देखेको रहेनछ। सो तैपनि राम्रो छ यो सन्तनेश्वर मन्दिरलाई चाहिँ भक्तपुरदेखि पनि देखिन्छ होइन, मजा देख्छ नि, जो साइडमा छ भन्नु। अब यहाँ पनि एउटा आउटफिट चाहिँ चाहिहाल्यो, फोटोसोटो त खिच्नु परिहाल्यो।
कि जन्मिनु के को लागि छ काम गर्नु र खानु होइन नाग्दो अलिकति नदेख्दो रहेछ कता पर्छ त्यो पनि किर्तिपुरतिर पर्छ होइन त्यो साइडतिर साइडतिर चाहिँ त्यता जस्तो लागेको थियो यताको यो आमा आमा कस्तो डर लाग्छ यहाँ पनि रहेछ बाटो माथि छ मैले माथि देख्न सक्नुहुनेछ हजुरहरूले पनि तलबाट आकामी धेरै घुम्यो माइक मायाको क्या इलामा तार बनाउने हो माइकले मायाको क्या माइकले त यहाँ चाहिँ गऱ्यो यस रमाइलो छ सुन केटा केटी हो भन्ने एउटा गीत सुनेको थियो मैले कता कता